हामीसित पनि छ। जस्तै पुरा आएको छ त्यहाँ गाउँलेले भन्नुभएको छ त्यो महिला लगाउने भित्री वस्त्रहरू पनि भेटिएको छ बाहिर भन्ने खालको त्यो उसले लगाएको कपडा चाहिँ खोलेर फालेर पछि लास्टमा चाहिँ फेरि लगाइदिएको उनीहरूले लगाइदिएको र माथितिर चाहिँ अनि उनीहरूको जगेटले ढाकिदिएको भन्ने कुरा त्यहाँ गएका देख्ने जान्नेहरूले भनेको कुरा मैले तपाईँहरूलाई सेयर गरेँ। मतलब जो त्यहाँनिर घटना भएको छ त्यो एक्लैले गर्न सक्ने खालको घटना होइन त्यो एकजना केटाले एकजना केटीको बिचमा त्यसरी त्यो खालको अब हुने स्थिति हुँदैन। किनभने त्यो दुइटै गुप्ताङ्ग च्यातिने भनेको त्यो चाहिँ एउटाले हुन्छ। त्यो कोही पनि मान्छेले सोच्छ त सामान्य मान्छेले त्यो त सायद त्यहाँ स्पोर्टमा 2-4 जना देखिन्छन्, त्यहाँ अरू मान्छे पनि बोलाएर त्यो घटना घटाएको भन्ने हाम्रो चाहिँ अनुमान छ। त्यसो हुनाले यो सामान्य कुरा चाहिँ अनि जो बनाउनु खोजिया छ अहिले सामान्य बनाउनु खोजिया छ यहाँ त्यही सामान्य बनाउनु खोज्दाखेरि मिडियाहरूले पनि थुप्रो सहयोग गर्नुभयो। आज 50औं लाख मान्छेहरूले चाहिँ लाइक गरेका छन्, सेयर गरेका छन् यो घटनामा होइन। ठिक छ, अब यस्तो घटना नहुनु थियो घट्यो है। आगामी दिनमा यस्ता घटनाहरू रोकथाम गर्नको लागि नहोस् भन्नको लागि के सल्लाह सुझाव दिन चाहनुहुन्छ? आगामी दिनमा यस्ता घटना नहुनुको लागि अब जस्तै स्कुलहरूमा सरहरू पनि जिम्मेवार हुनु पर्यो। सङ्केतहरू पाएको कुरालाई दुवै परिवारमा सेयर गरिदिनु पर्यो। जहाँ जहाँ जे हुन्छन् साथीहरूले पनि सेयर गर्नु पर्यो, प्रहरीलाई सेयर गर्नु पर्यो समयमै, हाम्रो सुरक्षा निकायलाई सेयर गरेर त्यसलाई चाहिँ सतर्क बनाउनु पर्यो। हामी सबै मिल्यौँ भनेपछि यस्ता अपराधहरू हुँदैनन्। किनभने कसैलाई लुकाइदिने, कसैलाई चाहिँ अनि सुरक्षा दिइदिने, सुरक्षा निकायहरू सबैको साझा भइदियो भनेपछि यो हुँदैन भन्ने कुरा नै हो। हस् हस्, धन्यवाद।